हिजो चाहिँ हामीले ग्याङ्ग्रिन टपिक पढेको थियो है। ग्याङ्ग्रिन जम्मा कति टाइप्सको हुन्छ भनेर भन्नुहोस् त सबैजनाले। हिजो चाहिँ हामीले ग्याङ्ग्रिन जम्मा 3 प्रकारको हुन्छ होइन। एउटा चाहिँ ड्राई ग्याङ्ग्रिन, एउटा चाहिँ वेट ग्याङ्ग्रिन र अर्को चाहिँ ग्यास ग्याङ्ग्रिन होइन। जम्मा 3 प्रकारको ग्याङ्ग्रिन हुन्छ। अर्को कुरा के छ भन्दा ड्राई ग्याङ्ग्रिन भनेको मेन कारण चाहिँ केले गर्दा हुन्छ त आर्ट्री ब्लकेज भएर है त। आर्ट्री ब्लकेज भएर हुने ग्याङ्ग्रिन भनेको ड्राई ग्याङ्ग्रिन हो है। वेट ग्याङ्ग्रिन भनेको केले गर्दा हुन्छ त भन्दा वेट ग्याङ्ग्रिन प्राय जसो गरेर इन्फेक्सनको कारणले गर्दा र अर्को कारण चाहिँ के छ त भेनस ब्लकेज होइन। एउटा यो कारण भयो र ग्यास ग्याङ्ग्रिन के कारणले गर्दा हुन्छ त यो पनि इन्फेक्सनको कारणले गर्दा हुन्छ। तर इन्फेक्सनमा भने एउटा ब्याक्टेरिया, कुन ब्याक्टेरिया त भने क्लोस्ट्रिडियम क्लोस्ट्रिडियम पर्फिन्जेज होइन। क्लोस्ट्रिडियम पर्फिन्जेज ब्याक्टेरियाको इन्फेक्सनले गर्दाखेरि ग्यास ग्याङ्ग्रिन हुन्छ है। त जम्मा कति टाइप्स भयो ग्याङ्ग्रिनको भन्दाखेरि त 3वटा भयो। एउटा ड्राई ग्याङ्ग्रिन, एउटा वेट ग्याङ्ग्रिन र अर्को चाहिँ ग्यास ग्याङ्ग्रिन है। अब चाहिँ कुरा चाहिँ के छ भने कि ग्यास ग्याङ्ग्रिनमा यो जुन ग्यास ग्याङ्ग्रिन छ नि यसमा चाहिँ के हुन्छ त भन्दा कि इन्फेक्सन क्लोस्ट्रिडियमले हुन्छ र जुन ठाउँमा ग्याङ्ग्रिन भएको हुन्छ त्यहाँनिर स्वेलिङ हुन्छ। के हुन्छ त त्यहाँनिर सुनिएको हुन्छ र त्यो स्वेलिङमा चाहिँ के कन्टेन हुन्छ त भन्दाखेरि स्वेलिङमा एयर कन्टेन हुन्छ, हावा कन्टेन हुन्छ। मानुस् कि यो चाहिँ स्किन छ होइन र यसरी स्वेलिङ भएको हुन्छ र यसरी स्वेलिङ भएर ब्ल्याक एपियरेन्स यसको देखा पर्छ है त। र ब्ल्याक एपियरेन्स देखा पर्छ र यसमा चाहिँ के हुन्छ त भन्दा हावा प्रेजेन्ट हुन्छ। यहाँनिर के प्रेजेन्ट हुन्छ त यहाँनिर कन्टेन द एयर है। र अब चाहिँ हामी यो हावालाई यसरी माथिबाट हामीले औँलाले पाल्पेसन गर्दाखेरि छाम्दाखेरि जुन एउटा त्यहाँ छाम्दाखेरि फिलिङ्स हुन्छ है त्यसलाई चाहिँ के भन्छ त भन्दा क्रेपिटस भन्छ है। त्यसलाई के भन्छ त क्रेपिटस भनेर चाहिँ भन्छ है। यति नै फरक छ ड्राई ग्याङ्ग्रिन, वेट ग्याङ्ग्रिन र ग्यास ग्याङ्ग्रिनमा है। धेरै खासै डिफरेन्स छैन। अब हामी कुरा गर्छौँ कि यसको म्यानेजमेन्ट के हो त होइन। कसरी ड्राई ग्याङ्ग्रिन, वेट ग्याङ्ग्रिन र ग्यास ग्याङ्ग्रिनको चाहिँ म्यानेजमेन्ट गर्ने है। अब म्यानेजमेन्ट चाहिँ के छ त भन्दाखेरि मोस्ट इम्पोर्टेन्ट ट्रिटमेन्ट अफ कज होइन। ट्रिटमेन्ट अफ कज ट्रिटमेन्ट अफ कज है। के कारणले गर्दा ग्याङ्ग्रिन भएको हो त्यसको चाहिँ ट्रिटमेन्ट गर्नु पर्ला होइन। इन्फेक्सनले गर्दा हो भने होइन, इन्फेक्सनले गर्दा हो भने इन्फेक्सनको लागि चाहिँ अब विशेष गरेर ब्याक्टेरियल इन्फेक्सन हुन्छ होइन त्यसको लागि चाहिँ एन्टिब्याक्टेरियल औषधि प्रयोग गरिन्छ है। र एन्टिब्याक्टेरियलमा पनि चोइस अफ ड्रग भनेको तपाईँको पेनिसिलिन ग्रुपको औषधि चाहिँ चोइस अफ ड्रग हुन्छ है। पेनिसिलिन ग्रुपको औषधि चोइस अफ ड्रग हुन्छ है। र मोस्ट इम्पोर्टेन्ट कुरा यो ग्यास ग्याङ्ग्रिन है त। ग्यास ग्याङ्ग्रिन यस्तो चिज हो नि यतिसम्म डेन्जर हुन्छ। ग्यास ग्याङ्ग्रिनको डिफिनिटिभ ट्रिटमेन्ट, स्पेसिफिक ट्रिटमेन्ट त्यहाँबाट पार्ट चाहिँ काटेर हटाइदिनु पर्छ ठिक छ। त डिफिनिटिभ यसको उपचार चाहिँ एम्पुटेसन हुन्छ। ग्यास ग्याङ्ग्रिनको डिफिनिटिभ ट्रिटमेन्ट भनेको के हो भनेर सोध्यो भने एम्पुटेसन
एम्पुटेसन डिफिनिटिभ ट्रिटमेन्ट हो है। अब ग्याङ्ग्रिनमा धेरै तपाईँहरूलाई एमसिक्यू इक्जाममा धेरै कुरा सोध्दैन साथीहरू है। ड्राई ग्याङ्ग्रिनको कारण के त आर्टरी ब्लकेज, वेट ग्याङ्ग्रिनको इन्फेक्सन र भेनस ब्लकेज, ग्यास ग्याङ्ग्रिन इन्फेक्सन हुन्छ तर क्लोस्ट्रिडियम पर्फिन्जेसले गर्दा हुन्छ होइन। र टिस्युमा स्वेलिङ हुन्छ जसमा एयर भरिएको हुन्छ र त्यो एयर पाल्पेसन गर्दाखेरि क्रेपिटेसन थाहा हुन्छ। म्यानेजमेन्टमा धेरै गाह्रो कुरा छैन, ट्रिटमेन्ट अफ कजेज गर्ने हो, एन्टिमाइक्रोबियल दिने हो। ग्यास ग्याङ्ग्रिन छ भने त्यो अझै नफैलियोस् भन्नको लागि चाहिँ त्यो पार्टलाई एम्पुटेसन गर्नु चाहिँ पर्छ। ओके ल, यहाँसम्म हजुरहरू सबैजनाले बुझ्नु भएको छ त? ड्राई ग्याङ्ग्रिन, वेट ग्याङ्ग्रिन र ग्यास ग्याङ्ग्रिन तिनवटै कुरामा क्लियर भयो त? ल एकचोटि मेसेज गर्नुहोस् त। ओके, सबैजनाले बुझ्नु भएको छ भनेर चाहिँ भन्नुभयो है। ल अब यसमा चाहिँ के छ भने साथीहरू होइन, यसमा चाहिँ के छ त भन्दाखेरि भने तपाईँलाई इक्जाम पोइन्ट अफ भ्यूको लागि केही क्वेसनहरू इम्पोर्टेन्ट छ है। त्यो भनेको के त भन्दा मोस्ट कमन है त, मोस्ट कमन टाइप, मोस्ट कमन टाइप अफ ग्याङ्ग्रिन, ठिक छ। सबभन्दा बढी कुन चाहिँ ग्याङ्ग्रिन चाहिँ देखा पर्छ भनेर सोध्यो भने सबभन्दा बढी देखा पर्ने ग्याङ्ग्रिन भनेको ड्राई ग्याङ्ग्रिन हो है। ड्राई ग्याङ्ग्रिन बढी देखा पर्छ होइन। मोस्ट कमन, ठिक छ, मोस्ट कमन, मोस्ट कमन साइट भन्यो भने चाहिँ तपाईँको लिम्ब हुन्छ, हात र खुट्टा है, ठिक छ। डायबिटिज मेलाइटसमा, डायबिटिज मेलाइटसमा कुन ग्याङ्ग्रिन हुन्छ भनेर चाहिँ इक्जाममा सोधिराखेको छ भने डायबिटिज ग्याङ्ग्रिनमा वेट ग्याङ्ग्रिन हुन्छ। धेरै जसो बुकमा गलत लेखिएको छ, मैले बुक रिफरेन्सहरू हेरिरहन्छु हुन्छु मार्केटको। धेरै जसो बुकहरूमा ड्राई ग्याङ्ग्रिन लेखिएको छ तर त्यो गलत हो है। डायबिटिज मेलाइटसमा देखा पर्ने भनेको वेट ग्याङ्ग्रिन हो होइन। अर्को कुरा चाहिँ यो ग्यास ग्याङ्ग्रिन होइन, ग्यास ग्याङ्ग्रिन के कारणले गर्दा हुन्छ होइन। ग्यास ग्याङ्ग्रिनको कज भनेर इक्जाममा सोध्छ, ठिक छ। त ग्यास ग्याङ्ग्रिनको एउटै मात्र कारण छ, कोलेस्ट्रिडियम पर्फिन्जेस होइन, कोलेस्ट्रिडियम पर्फिन्जेस। र मोस्ट इम्पोर्टेन्ट भिभिआई क्वेसन भनेको ग्याङ्ग्रिनको कहिलेकाहीँ डिफिनिसन भनेर सोध्छ है। त ग्याङ्ग्रिनको डिफिनिसनमा तपाईँले यति मात्र याद राख्नु, कुहिएको गन्हाउने टिस्यु है त। त त्यो कुहिनको लागि पहिला टिस्यु डेथ हुनु पर्यो, त्यसले हामीले नेक्रोसिस भन्छौँ होइन। र गन्हाउने चिजलाई चाहिँ पुट्रिफ्याक्सन भनेर चाहिँ भन्छ। जहाँ यो शब्द पुट्रिफ्याक्सन तपाईँको क्वेसनमा एड गरिएको छ भने तपाईँले ग्याङ्ग्रिन भनेर इक्जाममा सेलेक्ट गर्नुहोला। योभन्दा बढी क्वेसन आउने सम्भावना छैन ग्याङ्ग्रिन टपिकबाट है त। ल अब नेक्स्ट टपिक तपाईँहरूको लागि, हाम्रो लागि यस्तै सर्जरीमा छ, के त भन्दाखेरि भने कार्बङ्कल है। नेक्स्ट टपिक के छ त भन्दा कार्बङ्कल, ठिक छ। कार्बङ्कल बोइल्स जस्तै जस्तै देखिने तर अलिकति फरक किसिमको चाहिँ के हो त, घाउ नै हो एक किसिमको है। त कार्बङ्कल के हो त भन्दाखेरि भने यो चाहिँ इन्फेक्टिभ ग्याङ्ग्रिन हो है त। कार्बङ्कलको डेफिनिसन भनेको के हो त, यो पनि एक किसिमको ग्याङ्ग्रिन नै हो तर इन्फेक्टिभ ग्याङ्ग्रिन हो है, इन्फेक्टिभ ग्याङ्ग्रिन हो, ठिक छ। अब यो कुन भागमा हुन्छ त भन्दाखेरि यो चाहिँ स्किनमा हुन्छ है, अथवा अथवा सबक्युटानियसमा हुन्छ। कुन भागमा हुन्छ त, स्किनमा हुन्छ अथवा सबक्युटानियसमा हुन्छ, ठिक छ। र यो जुन स्किन र सबक्युटानियसमा हुन्छ यो चाहिँ एउटा
स्पेशल ब्याक्टेरिया यसको मोस्ट कमन कजेज भनेको स्टेफाइलोकोकस अरियस है। अब यसको कजेटिभ अर्गानिजम, यसको कजेटिभ अर्गानिजम के हो त भन्दा स्टेफाइलोकोकस अरियस है। यसको कजेटिभ अर्गानिजम स्टेफाइलोकोकस अरियस हो। ठिक छ। अब अलिकति हामी तुलना गरौँ। अघि ड्राई ग्याङ्ग्रिन भन्दाखेरि त्यो आर्टरी ब्लकेज भएर, वेट ग्याङ्ग्रिन भनेको इन्फेक्सनको कारणले गर्दा, त इन्फेक्सनको कारणले गर्दा वेट ग्याङ्ग्रिन हुन्छ। अब फेरि मैले यहाँ भनिरहेको छु तपाईँलाई कि यो कार्बङ्कल पनि इन्फेक्सनको कारणले गर्दा हुन्छ होइन। त यसमा फरक के रह्यो त? वेट ग्याङ्ग्रिन र कार्बङ्कलमा फरक के रह्यो त होइन। त वेट ग्याङ्ग्रिन भनेको विशेष गरेर मोइस्ट अर्गेन जस्तो कि तपाईँको आन्द्रा होइन, इन्टेस्टाइनहरू भयो, त्यसमा चाहिँ हुन्छ। तर कार्बन भनेको चाहिँ कहाँ हुने रहेछ त भन्दाखेरि भने यो चाहिँ स्किनमा हुने रहेछ होइन। त यति मात्र फरक छ तपाईँको वेट ग्याङ्ग्रिन र यो कार्बङ्कलमा। यसरी चाहिँ हामीले छुट्याउन सक्छौँ। त कुनै पनि अथवा स्किनमा सबक्युटानियस टिस्युमा होइन स्टेफाइलोकोकस अरियसको इन्फेक्सनले गर्दा ग्याङ्ग्रिन भइराखेको छ भने है, ग्याङ्ग्रिन भइराखेको छ भने यसलाई हामी के भन्छौँ त? यसलाई हामीले कार्बङ्कल भनेर चाहिँ भन्छौँ है। अब चाहिँ बल्ल तपाईँहरूले अलिकति बुझ्नु भएको चाहिँ होला है। ल, अब हामी कुरा गर्छौँ कि यो कार्बङ्कलको कजेटिभ अर्गानिजम, ए सरी यो त भइ नै हाल्यो। कार्बङ्कलको कजेटिभ अर्गानिजम स्टेफाइलोकोकस अरियस हो होइन। अब यो कस्तो कस्तो व्यक्तिमा चाहिँ देखा पर्छ, कस्तो कस्तो व्यक्तिमा यो बढी रिस्क फ्याक्टर हुन्छ त भन्दा जसको चाहिँ इम्युनिटी कमजोर हुन्छ, जसको इम्युनिटी कमजोर हुन्छ, जस्तो कि डायबिटिज मेलाइटस होइन। डिएम भनेको के त? सुगरको बिरामी। डायबिटिज मेलाइटस भएको बिरामीको अलिकति इम्युनिटी डाउन हुन्छ, ब्लडमा ग्लुकोज बढी हुन्छ होइन। त्यसमा ब्याक्टेरियल इन्फेक्सन हुने चाहिँ सम्भावना बढी हुन्छ। त कार्बङ्कल हुनको लागि मोस्ट कमन है त, मोस्ट कमन भनेको रिस्क फ्याक्टर है, मोस्ट कमन प्रिडिस्पोजिङ फ्याक्टर अथवा रिस्क फ्याक्टर सोध्यो भने देन यु क्यान सिलेक्ट द डायबिटिज मेलाइटस। ओके ल, अनि अब अर्को कुरा कि अरूमा पनि देखा पर्छ, जस्तो कि यो मेल पुरुषमा 40 भन्दा बढी एज गयो भने यस्तोमा पनि देखिएको भनेर चाहिँ भनिएको छ। अर्को अघि सुरुमा मैले भने कि जुन व्यक्तिको होइन इम्युनिटी कमी छ, इम्युनिटी कमजोर छ, त्यस्तो व्यक्तिमा यो कार्बङ्कल चाहिँ देखा चाहिँ पर्छ है। अर्को, यदि प्रोटिन इनर्जी माल न्युट्रिसन भएको बच्चा छ, कुपोषण भएको बच्चा होइन, प्रोटिन इनर्जी माल न्युट्रिसन भएको बच्चा छ भने त्यस्तोमा पनि यो कार्बङ्कल चाहिँ देखा चाहिँ पर्छ है। र मोस्ट इम्पोर्टेन्ट कुरा कि कहाँ कहाँ हुन्छ त यो कार्बङ्कल, यसको साइट चाहिँ के हो त, कुन ठाउँमा चाहिँ बढी हुन्छ भन्दाखेरि मोस्ट कमनली, ठिक छ, मोस्ट कमनली कार्बङ्कल चाहिँ कहाँ देखिएको छ भन्दाखेरि भने गर्दनको पछाडिपट्टि है, ब्याक अफ द नेक। ठिक छ, ब्याक अफ नेक, हाम्रो गर्दनको जस्ट पोस्टेरियर साइडमा पछाडिपट्टि बढी चाहिँ देखा पर्छ है। अरू कहाँ कहाँ देखा पर्छ त भन्दाखेरि भने बटकमा है त। बटक भन्नाले तपाईँहरू बुझ्नुहुन्छ, बटक भन्नाले फिलामा होइन, फिला कि के भन्छ नेपालीमा, त्यहाँ चाहिँ यो देखा पर्छ। त इक्जाम पोइन्ट अफ भ्यूको लागि यो धेरै इम्पोर्टेन्ट छ कि कार्बङ्कल कुन ठाउँमा चाहिँ मोस्ट कमनली देखा पर्छ भनेर हजुरहरूलाई यदि प्रश्न गरिरहेको छ भने कार्बङ्कल देखा पर्ने द मोस्ट कमन साइड भनेको ब्याक अफ द नेक इज द इम्पोर्टेन्ट। ठिक छ। ल, अब चाहिँ हामी कुरा गरौँ क्लिनिकल फिचर होइन, के क्लिनिकल फिचरहरू चाहिँ यो कार्बङ्कलमा देखा पर्छ भन्ने कुरा छ। क्लिनिकल फिचर भनेको त्यही हो होइन, कि जुन ठाउँमा त्यो इन्फेक्सन र नेक्रोसिस भएको हुन्छ त्यसमा पसको पोइन्ट मल्टिपल हुन्छ है त, मल्टिपल
पस पोइन्ट, मल्टिपल पस पोइन्ट। जस्तो कि कुनै व्यक्तिले मान्नुहोस् यसरी एब्सेस भएको छ होइन। अब नर्मल अरू एब्सेसमा चाहिँ के हुन्छ त भन्दा यो एब्सेसको पस निस्किने मुख एउटा देखा चाहिँ पर्छ होइन। तर कार्बङ्कलमा के हुन्छ भने यहाँनिर इन्सिजन दियो भने पस यहाँबाट निस्किन्छ, यहाँबाट नि निस्किन्छ, चारैतिर यसको पस पोइन्ट चाहिँ बनेर चाहिँ बसेको हुन्छ। ठिक छ। र त्यसलाई इन्सिजन दिँदाखेरि धेरै पस पनि त्यसबाट रिलिज चाहिँ हुँदैन, धेरै अब्सेस चाहिँ कलेक्सन भएको हुँदैन। यति मात्र छ कार्बङ्कलको फरक। ठिक छ। त यसको पस पोइन्ट मल्टिपल हुन्छ। यही नै यसको के हो त भन्दाखेरि पनि प्याथोग्नोमिक फिचर हो। के हो त? प्याथोग्नोमिक फिचर हो के को त? कार्बङ्कल, मल्टिपल पस पोइन्ट। ठिक छ। अर्को चाहिँ के छ त भन्दा अब यो इन्फेक्सनले गर्दा हो भने बिरामीलाई ज्वरो पनि आउँछ होइन। त्यस्तै बिरामीलाई काम चिल्स पनि हुन्छ है। अनि छाला चाहिँ कस्तो भइहाल्छ त? स्किन बिकम ब्ल्याक, स्किन बिकम ब्ल्याक, छाला चाहिँ कालो चाहिँ भइहाल्छ। ठिक छ। अब हामी कुरा गरौँ ट्रिटमेन्ट चाहिँ कसरी गर्ने र के गर्ने भन्ने कुरा हो होइन। अब ट्रिटमेन्ट छ त इन्फेक्सनको लागि चाहिँ एन्टिब्याक्टेरियल दिनु पर्यो होइन। दुखाइको लागि चाहिँ एनाल्जेसिक, एनाल्जेसिक, एन्टिपाइरेटिक, अनि त्यसपछि ड्रेसिङ। ठिक छ। ड्रेसिङ चाहिँ गर्नु पर्यो केले गर्दा त म्याग्नेसियम सल्फेटले र एन्टिब्याक्टेरियलमा क्लोक्सासिलिन है त। एन्टिबायोटिक्समा चोइस भनेको के त? क्लोक्सासिलिन 500 mg QID 7 days। यसरी चाहिँ के हो त भने यसको यो ट्रिटमेन्ट हो होइन। तर यसको जुन एब्सेस जम्मा भएको हुन्छ नि त, एब्सेस जम्मा हुँदाखेरि त्यसलाई चाहिँ के गर्नु पर्यो त? इन्सिजन गर्नु पर्यो प्लस ड्रेनेज गर्नु पर्यो अन्डर द लोकल एनेस्थेसिया। इन्सिजन एन्ड ड्रेनेज है। यो चाहिँ यसको के हो त भन्दाखेरि भने चोइस ट्रिटमेन्ट, चोइस अफ ट्रिटमेन्ट अथवा यसलाई हामीले बेस्ट ट्रिटमेन्ट भनेर पनि भन्छौँ। इन्सिजन ड्रेनेज इज द चोइस ट्रिटमेन्ट है। ल अब यो के भन्छ भने कार्बङ्कललाई म्यानेज गरिएन भने होइन यसको कम्प्लिकेसन हुनसक्छ। ठिक छ। त्यो कम्प्लिकेसन फैलिन सक्छ। त कम्प्लिकेसन भएर के भइहाल्छ त बिरामीलाई सेलुलाइटिस भइहाल्छ होइन। सेलुलाइटिस भयो भने बिरामी केमा जान सक्छ त? सेप्टिसेमियामा जान सक्छ। सेप्टिसेमिया भनेको एउटा धेरै नै इमर्जेन्सी कन्डिसन हो है। अब हामी यसपछि पढ्छौँ कुन टपिक त भन्दाखेरि भने सेलुलाइटिस। सेलुलाइटिस है धेरै इम्पोर्टेन्ट छ इक्जामको लागि। सेलुलाइटिस भन्ने टपिक किन इम्पोर्टेन्ट छ भने यो इक्जाममा यसबाट एउटा एउटा क्वेसन सधैँ आइरहेको छ। सेलुलाइटिस धेरै इम्पोर्टेन्ट छ है। सेलुलाइटिसको मिनिङ के हो, डेफिनिसन के हो भन्ने कुरा हामी हेऱ्यौँ भने सेलुलाइटिसमा के हुन्छ त भन्दाखेरि भने यसमा इन्फ्लामेसन हुन्छ है त। तर कुनै पनि किसिमको नेक्रोसिस चाहिँ हुँदैन, जस्ट इन्फ्लामेसन मात्र भएको हुन्छ है त। इट इज द इन्फ्लामेसन अफ स्किन एन्ड सबक्युटेनियस, स्किन एन्ड सबक्युटेनियस टिस्यु है त। स्किन एन्ड सबक्युटेनियस टिस्युको इन्फ्लामेसनलाई चाहिँ हामी के भन्छौँ त? सेलुलाइटिस भनेर चाहिँ भन्छौँ। यहाँ रातो कलरले मैले हाइलाइट गरेको छु कि सबक्युटेनियस टिस्युको इन्फ्लामेसन भयो भने त्यसलाई हामी के भन्छौँ? त्यसलाई हामीले सेलुलाइटिस भनेर चाहिँ भन्छौँ है। अब सबक्युटेनियस भनेको के हो भन्ने कुरा चाहिँ होला है। हाम्रो स्किनमा सबभन्दा माथिल्लो लेयर चाहिँ के हुन्छ त भन्दा इपिडर्मिस हुन्छ है। त्यसको तल लेयर चाहिँ के हुन्छ त भन्दा डर्मिस लेयर हुन्छ। र यसको मुनि चाहिँ
डर्मिसको तल एउटा फ्याटी सब्स्टान्स हाम्रो फ्याटले बनेको जुन लेयर हुन्छ त्यसलाई हामी के भन्छौँ त सबक्युटेनियस टिस्यु भनेर चाहिँ भन्छौँ है। र सेलुलाइटिसमा चाहिँ के हुन्छ भने यो स्किनको पनि र सबक्युटेनियस टिस्युको पनि के हुन्छ त इन्फेक्सन हुन्छ, त्यसलाई हामी के भन्छौँ त सेलुलाइटिस भनेर चाहिँ भन्छौँ है। अब इक्जाममा चाहिँ कस्तो सोध्छ भने नि साथीहरू, इक्जाममा तपाईँको क्वेसन दिन्छ है कि द इन्फेक्सन अफ है त, द इन्फेक्सन अथवा इन्फ्लामेसन है त, द इन्फेक्सन अथवा इन्फ्लामेसन अफ स्किन इज कल्ड है त, द इन्फेक्सन एन्ड इन्फ्लामेसन अफ स्किन इज कल्ड, अप्सन एमा दिन्छ सेलुलाइटिस है त, सेलुलाइटिस। अप्सन बीमा दिन्छ तपाईँहरूलाई डर्माटाइटिस, डर्माटाइटिस। अप्सन सीमा दिन्छ के त भन्दाखेरि भने सीमा दिन्छ तपाईँको एक्जिमा होइन, र डीमा दिन्छ डीमा दिन्छ नन अफ द एबोभ मानौँ न, एज फर इक्जाम्पल नन अफ एबोभ है त। इन्फ्लामेसन अफ स्किन इज कल्ड, ल तपाईँहरूले एन्सर पुट गर्नुहोस् त के लाग्छ। इन्फ्लामेसन अफ स्किन भनेर भनेको छ है, ध्यान दिनु होला। स्किन मात्र भन्यो भने हामीले डर्माटाइटिस भनेर सेलेक्ट गर्छौँ है, तर यहाँ तपाईँको स्किन र सबक्युटेनियस तोक्यो भने चाहिँ, अथवा स्किन तोकेन तपाईँलाई सबक्युटेनियस भनेर तोक्यो भने है, अब यही क्वेसनमा साथीहरू, यही क्वेसनमा तपाईँको यदि सबक्युटेनियस तोक्यो भने है त, सबक्युटेनियस तोक्यो भने हामी केमा सेलेक्ट गर्छौँ त भन्दाखेरि भने सेलुलाइटिसमा सेलेक्ट गर्छौँ है त। मोस्ट इम्पोर्टेन्ट तपाईँले सबक्युटेनियस भनेर चाहिँ मेमोरीमा चाहिँ राख्नु चाहिँ पर्यो, यहाँबाट इक्जाममा चाहिँ कन्फ्युजन गराइदिन्छ स्टुडेन्टहरूलाई है। सोधेको क्वेसन हो यो, पास्ट क्वेसन हो है, पास्ट क्वेसन हो। ल क्लियर भयो त, सबैजनाले बुझ्नुभयो यो कुरा। ल अब नेक्स्ट क्वेसन चाहिँ हामी जान्छौँ, नेक्स्ट क्वेसन होइन, नेक्स्ट यसको बारेमा चाहिँ अब चाहिँ कोजेटिभ एजेन्ट है त, के कारणले गर्दाखेरि यो सेलुलाइटिस चाहिँ हुन्छ होइन। कोजेटिभ एजेन्ट चाहिँ के हो त होइन, कोजेटिभ एजेन्ट चाहिँ के हो त, यसको स्ट्रेप्टोकोकस है, स्ट्रेप्टोकोकस ठिक छ। यसको चाहिँ कोजेटिभ एजेन्ट के हो त, स्ट्रेप्टोकोकस, स्ट्रेप्टोकोकस है। एकदमै ध्यान दिएर हेर्नु होला है, यो भनेको तपाईँको लोकसेवाको प्रश्नमा मैले 10वटा लेटरले भिबिआई लेखे पनि पुग्दैन, यो त्यति इम्पोर्टेन्ट छ सेलुलाइटिसको कोजेटिभ एजेन्टमा होइन। स्ट्रेप्टोकोकस बरु 5चोटि तपाईँले रटेर हुन्छ कि के गरेर हुन्छ, स्ट्रेप्टोकोकस ठिक छ। स्ट्रेप्टो, स्टेफाइलो होइन है, STREPTO स्ट्रेप्टो। सेलुलाइटिसको पोजिटिभ अर्गेनिजम के हो त, स्ट्रेप्टोकोकस ठिक छ। अब यो स्ट्रेप्टोकोकस कस्तो प्रकारको ब्याक्टेरिया हो भने नि, यसले चाहिँ पस बनाउन चाहिँ सक्छ, के बनाउन सक्छ त, पस बनाउन सक्छ। यस्तो ब्याक्टेरिया जसले चाहिँ पस बनाउन सक्छ नि, त्यसलाई चाहिँ हामीले के भन्छौँ त भन्दाखेरि भने पायोजेनिक ब्याक्टेरिया भनेर चाहिँ भन्छौँ। त कोजेटिभ अर्गेनिजम चाहिँ यसको स्ट्रेप्टोकोकस भयो, र यो चाहिँ के भयो त पायोजेनिक ब्याक्टेरिया भयो होइन। अब हामी कुरा गरौँ कि यो सेलुलाइटिस कस्तो कस्तो व्यक्तिलाई चाहिँ बढी हुने सम्भावना हुन्छ, जसलाई चाहिँ हामीले प्रिडिस्पोजिङ फ्याक्टर भनेर चाहिँ भन्छौँ ठिक छ, प्रिडिस्पोजिङ फ्याक्टर ठिक छ।
सेलुलाइटिस भनेको यो पनि कार्पङ्कल जस्तै हो, डायबिटिज मेलाइटसको पेसेन्टमा बढी हुन्छ होइन। त्यस्तै यदि मालन्युट्रिसन चिल्ड्रेन छ भने त्यस्तोमा सेलुलाइटिस हुन सक्छ, ठिक छ। अल्कोहोलिक पेसेन्ट छ भने अल्कोहोलिक पेसेन्टमा पनि सेलुलाइटिस चाहिँ हुन चाहिँ सक्छ है। अब हामी कुरा गरौँ कि सेलुलाइटिस भयो भने हामीले कसरी पत्ता लगाउने कि त्यो सेलुलाइटिस नै हो, यसको क्लिनिकल फिचरहरू साइनहरू चाहिँ के हुन्छ त भन्दाखेरि भने सबभन्दा बेस्ट सेलुलाइटिस पत्ता लगाउनको लागि छाला एकदम धेरै रातो हुन्छ है त, रेड प्लस हट स्किन है त, छाला एकदम रातो हुने र एकदम तातो हुने, किनभने इन्फ्लामेसन छ, इन्फ्लामेसनमा त तपाईँको रेड र हट पनि आउँछ नि त कसैको स्किन एकदम तातोपना फिलिङ छ, रेड छ होइन। अर्को कुरा त्यो बाहिरी एपियरेन्स हेर्दाखेरि एकदम साइनी स्किन भन्छ कि, एकदम टल्किराखेको स्किन होइन। र प्लस त्यो भएपछि त्यसको वरिपरि जुन ग्ल्यान्ड हुन्छ नि, लिम्फ नोड, त्यो लिम्फ नोड चाहिँ के हुन्छ त भन्दा बढेको हुन्छ, त्यसलाई हामीले के भन्छौँ त रिजनल लिम्फेडिनोप्याथी भनेर चाहिँ भन्छौँ है। त यो तीनवटा यदि भेटिराखेको छ कसैलाई भने हामीले त्यसलाई चाहिँ के भन्छौँ साथीहरू भने हामीले त्यसलाई द कार्डिनल साइन अफ द कार्डिनल साइन अफ सेलुलाइटिस है त, द कार्डिनल साइन अफ सेलुलाइटिस भनेर चाहिँ भन्छौँ है। ल यहाँसम्म बुझिएको छ। ल एकचोटि तपाईँहरू सबैजनाले आफ्नो एक्टिभिटी र आफ्नो एटेन्डेन्स देखाउनको लागि होइन, आफ्नो एक्टिभिटी र आफ्नो एटेन्डेन्स देखाउनको लागि एकचोटि के भन्छ त भन्दाखेरि सेलुलाइटिसको पोजिटिभ अर्गेनिजमको नाम लेखेर कमेन्टमा हाल्नुहोस् त, पोजिटिभ अर्गेनिजम। ल सबैजनाले सेलुलाइटिसको नाम लेखेर अनि बताउनुहोस् त। ठिक छ, यो जुन फोटो देखिराख्नु भएको छ नि है, यो जुन हजुरहरूले फोटो देखिराख्नु भएको छ नि, यो भनेको चाहिँ के रहेछ त सेलुलाइटिसको एउटा वान अफ द बेस्ट हामीले इक्जाम्पल हेर्न चाहिँ सक्छौँ। अघि हामीले के भन्यौँ कि सेलुलाइटिस भएमा तीनवटा चिज हामीले कार्डिनल साइन भनेर चाहिँ हेर्न सक्छौँ। के त पहिलो नम्बर, यो त स्किन र सब क्युटेनियस लेयरको चाहिँ इन्फेक्सन हो, हामीले बिर्सिनु भएन। मोस्ट इम्पोर्टेन्ट हामीले सब क्युटेनियस लेयर भनेर सम्झिनै पर्यो। दोस्रो कुरा, यसमा कस्तो साइन देखा पर्छ भने यसको एपियरेन्स एकदम एरिथमेटस टाइपको रेड एपियरेन्स देखा पर्छ। तेस्रो कुरा, एकदम धेरै हट हुन्छ, हामीले पाल्पेसन गर्दाखेरि एकदम धेरै तातो फिलिङ हुन्छ। र यसको जुन नियरमा, जस्तो कि अब खुट्टामा भएको छ भने त्यसको नियरेस्ट लिम्फ नोड भनेको इङ्ग्युनल लिम्फ नोड हो, जुन इङ्ग्युनल लिम्फ नोड के हुन्छ त बढेको हुन्छ र हामीले त्यसलाई रिजनल लिम्फ एडिनोप्याथी भनेर चाहिँ भन्छौँ, ठिक छ। त यो चाहिँ वान अफ द बेस्ट पिक्चर फर द सेलुलाइटिस है। ल कति राम्रो है, सबैजनाले एकदम आफ्नो एक्टिभली कमेन्ट लेखेर चाहिँ बताउनु भयो, धन्यवाद सबैजनालाई। ल सेलुलाइटिसको पिक्चर तपाईँहरूले हेरिसक्नुभयो होला। ल अब डायग्नोसिस गर्न सक्नुहुन्छ त सेलुलाइटिस। सेलुलाइटिस तपाईँहरूले अब मजाले डायग्नोसिस गर्न चाहिँ सक्नुहुन्छ, ठिक छ। अब हामी कुरा गरौँ कि यसको ट्रिटमेन्ट है त, यसको उपचार चाहिँ के हो त, यसको ट्रिटमेन्ट चाहिँ के हो, सेलुलाइटिसको ट्रिटमेन्ट चाहिँ हामीले कसरी गर्ने त है। पहिलो कुरा त ट्रिटमेन्ट गर्दाखेरि हामीले
जुन पार्टमा चाहिँ इन्फ्लामेसन भएको छ नि त्यसलाई चाहिँ के गराउनु पर्यो त रेस्ट गराउनु पर्यो रेस्ट द एफेक्टेड पार्ट किन रेस्ट गराउनु पर्यो भने इन्फ्लामेसन छ पेन भइराखेको हुन्छ स्वेलिङ हुन्छ होइन त्यसलाई रेस्ट गराउनु पर्यो र अलिकति त्यो पार्टलाई चाहिँ के गर्नु पर्यो त भन्दा एलिभेटेड गर्नु पर्यो सुत्दाखेरि त्यसमा सिरानी एउटा राखेर अलिकति हर्टको लेभलभन्दा माथि राखेर सुत्नु पर्यो ताकि त्यसको स्वेलिङ चाहिँ कम भइहालोस् होइन अनि त्यसपछि एनाल्जेसिक चाहिँ त्यसमा दिनु पर्यो एनाल्जेसिक अथवा एन्टी इन्फ्लामेटरीको रूपमा हामी दिन सक्छौँ ब्रुफेन आइबुप्रोफेन 400 mg टिडिएस यसको नर्मल डोज होइन त्यसपछि के त भन्दाखेरि भने त्यसलाई हामीले ड्रेसिङ गर्नु पर्यो होइन ड्रेसिङ चाहिँ हामीले गर्न चाहिँ पर्छ है र अर्को कुरा के त भन्दा एन्टिबायोटिक है एन्टी एन्टिबायोटिक दिनु पर्यो किनभने स्ट्रेप्टोकोकस त ब्याक्टेरिया हो होइन एन्टिबायोटिक्समा यसमा पनि चोइस अफ ड्रग भनेको क्लोक्सासिलिन नै हो होइन क्लोक्सासिलिन अथवा फ्लुक्लोक्सासिलिन पेनिसिलिन ग्रुपकै एन्टिबायोटिक चाहिँ हामीले दिनु चाहिँ पर्छ ठिक छ र यदि एब्सेस छ भने है त इफ एब्सेस यदि एब्सेस पनि छ त्यो सेलुलाइटिसमा भने हामीले चाहिँ के गर्नुपर्छ त्यसलाई इन्सिजन एन्ड ड्रेसिङ पनि गर्नु चाहिँ पर्छ तर प्राय जसो सेलुलाइटिसमा चाहिँ के हुन्छ त भने तपाईँको एब्सेस फर्मेसन भएको चाहिँ हुँदैन है यदि एब्सेस फर्मेसन चाहिँ भइराखेको छ भने त्यो अलिकति सिभियर टाइपको सेलुलाइटिस भनेर हुन्छ है र मोस्ट इम्पोर्टेन्ट यो साइनी स्किन नबिर्सिनु होला है साइनी स्किन चाहिँ केमा देखा पर्छ त साथीहरू यो चाहिँ सेलुलाइटिसमा देखा चाहिँ पर्छ ल यो सेलुलाइटिस टपिक सबैजनालाई क्लियर भयो त बुझ्नुभयो ओके म्याग्नेसियम सल्फेटले ड्रेसिङ गर्ने हो होइन MgSO4 एउटा पाउडर आउँछ त्यसलाई ड्रेसिङ गर्दाखेरि त्यो घाउमा राखेर गज प्याडले क्लोज गरेर हामीले ड्रेसिङ चाहिँ गर्न चाहिँ सक्छौँ है ल त अलिकति म तपाईँहरूलाई समराइज गर्छु सेलुलाइटिसमा धेरै भास्ट टपिक होइन यो सेलुलाइटिस भन्ने बित्तिकै हामी माइन्ड मेकअप गर्नु पर्यो सबक्युटेनियस टिस्युको इन्फेक्सन हो स्किन मात्र सोधिराखेको छ भने हामीले डर्माटाइटिस भन्नुपर्छ तर सबक्युटेनियस सहितको सोधिरहेको छ भने बल्ल हामीले त्यसलाई सेलुलाइटिस भनेर चाहिँ भन्न सक्छौँ र 1000 नम्बर 1 VBI है त एकदम भेरी 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 इम्पोर्टेन्ट यसको पोजिटिभ एजेन्ट के हो भने स्ट्रेप्टोकोकस है तपाईँले नबिर्सियोस् भनेर हप्तामा एकचोटि यसलाई रिपिटेसन गर्नु होला लगभग लगभग धेरै सम्भावना हुन्छ सेलुलाइटिसको पोजिटिभ अर्गानिजम सोध्नलाई ठिक छ यसले पस बनाउन सक्छ जसका यसलाई हामीले पायोजेनिक ब्याक्टेरिया भनेर चाहिँ भन्छौँ होइन अब ट्रिटमेन्टको रूपमा यसलाई रेस्ट द एफेक्टेड पार्ट एलिभेटेड गर्ने साइनमा चाहिँ तपाईँहरूले सबै कुरा यो भनिसके होइन ट्रिटमेन्टको पार्टहरू पनि तपाईँले चाहिँ पढि नै सक्नुभयो है ल यसमा नबुझेको केही कुरा छ भने भन्नु होला छ त केही नबुझेको कुराहरू ओके ल सबैजनाले बुझ्नु चाहिँ भएको छ होइन ल अब चाहिँ हामी सर्जरीमा एकैचोटि इम्पोर्टेन्ट पहिला पढेर सकौँ है त्यसपछि जेनरल कुरा पढौँला होइन एकैचोटि तपाईँहरूले म जेनाइटो युरिनरीतिर लिएर आउँछु के त भन्दाखेरि भने फाइमोसिस एन्ड पाराफाइमोसिसतिर है फाइमोसिस एन्ड पाराफाइमोसिस ठिक छ यो पनि एउटा सर्जरी कन्डिसन नै हो होइन फाइमोसिस एन्ड पाराफाइमोसिस ठिक छ अब पहिलो कुरा चाहिँ हामी गरौँ कि यो फाइमोसिस भनेको चाहिँ के हो त होइन फाइमोसिस भनेको चाहिँ के हो त भन्दाखेरि भने इनएबिलिटी एक एक वर्ड चाहिँ हामी बुझ्दै जाउँ है इनएबिलिटी टु रिटरेक्ट
है, इनएबिलिटी टु रिट्रेक्ट द, होइन, रिट्रेक्ट द prepuce prepuce skin is known as phimosis, है, is known as phimosis। ठिक छ, पहिला म लेखिरहेको छु, त्यसपछि तपाईहरुलाई म यसको बारेमा बताउँछु है। फाइमोसिस भयो, ठिक छ। अब हामी कुरा गरौँ पाराफाइमोसिस, ठिक छ। दुईटा कन्डिसन छ, फाइमोसिस र अर्को चाहिँ पाराफाइमोसिस, ठिक छ। अब पाराफाइमोसिसको डिफिनेसन चाहिँ के होला भने, पाराफाइमोसिसको डिफिनेसन के हो त कि द रिट्रेक्टेड, है त, द retracted skin of the glans penis, the retracted skin of the glans penis, glans penis cannot, ठीक छ, cannot be pulled, cannot be pulled forward, forward is known as, is known as पाराफाइमोसिस, है त, पाराफाइमोसिस, ठीक छ। फाइमोसिस भनेको के हो र पाराफाइमोसिस भनेको के हो, है। पहिला त हामी कुरा बुझौँ कि यो के को डिसअर्डर हो, कहाँनिरको समस्या हो भन्ने कुरा चाहिँ हामीले बुझ्न चाहिँ पर्छ, है। त यो चाहिँ जेनाइटो युरिनरी, है त, पुरुषमा मेलमा हुने, है, मेलमा जेनाइटल अर्गन पेनिसको स्किनमा हुने प्रब्लम हो। त्यसलाई चाहिँ हामी के भन्छौँ त भन्दाखेरि भने, त्यसलाई चाहिँ हामी भन्छौँ यो फाइमोसिस अथवा पाराफाइमोसिस, ठिक छ। त्यसलाई चाहिँ हामी के भन्छौँ त, फाइमोसिस एन्ड पाराफाइमोसिस, है। अब कुरा रह्यो कि फाइमोसिस भनेको के हो, होइन। फाइमोसिस बुझ्नको लागि अलिकति हामी यो मेल रिप्रोडक्टिभ सिस्टमको पेनिसको स्ट्रक्चरतिर हामी चाहिँ आउँछौँ, है। मेल रिप्रोडक्टिभ सिस्टमको पेनिसको स्ट्रक्चर चाहिँ हामीले बुझ्नु चाहिँ पर्छ, है। पेनिसको स्ट्रक्चर चाहिँ बुझ्दाखेरि सबैलाई थाहा नै होला, है। यो चाहिँ पेनाइल टिस्यु हो, होइन, र यो चाहिँ के हुन्छ त भन्दाखेरि भने यो चाहिँ ग्लान्स पेनिस हुन्छ, होइन। यो चाहिँ के हुन्छ त ग्लान्स पेनिस हुन्छ, है। र यहाँनिर युरेथ्रल ओपेनिङ हुन्छ, है। र यो ग्लान्स पेनिसलाई नर्मली के गरेको हुन्छ त यहाँ कभर गरेर राखेको हुन्छ, नर्मल व्यक्तिको, है, यसरी, ठिक छ। पुरा पनि कोही कोहीको अब कभर हुन्छ, होइन। त्यो एउटा सर्जिकल कन्डिसन चाहिँ के आइदिन्छ त भन्दाखेरि भने, यो जुन कभरिङ गरेर रहेको जुन स्किन हुन्छ नि, यसलाई हामी के भन्छौँ त भन्दा प्रेप्युज भनेर चाहिँ भन्छ, ठिक छ। के भन्छ त यसलाई, प्रेप्युज भन्छ, है। अब यो प्रेप्युज कस्तो हुन्छ त भने फाइमोसिस हुँदाखेरि, है, फाइमोसिस हुँदाखेरि चाहिँ के हुन्छ भने यो प्रिप्युज तपाईँको नर्मल चाहिँ नभएर एबनर्मल भइहाल्छ, ठिक छ। समस्या के को रह्यो त, प्रेप्युजको समस्या के को हो त, प्रेप्युजको, होइन। अब यो प्रेप्युज एकदम यहाँ पछाडि स्वेलिङ चाहिँ भइहाल्छ, के भइहाल्छ त, पछाडि एकदम धेरै नै म्यासिभ स्वेलिङ भइहाल्छ। र यसलाई चाहिँ हामी यो प्रेप्युजलाई यसरी अगाडि तान्दाखेरि यो आउन सक्दैन, है। त्यही कुरालाई यहाँनिर भनिएको छ कि इनएबिलिटी टु रिट्रेक्ट द प्रेप्युज, रिट्रेक्ट भनेको यसलाई हामीले तानेर अगाडि ल्याउन सक्दैन। यसलाई चाहिँ हामी के भन्छौँ त भन्दाखेरि भने फाइमोसिस भनेर चाहिँ भन्छौँ। र यो यहाँ स्वेलिङ हुँदाखेरि के हुन्छ त, यसमा इन्फ्लामेसन भइहाल्छ, प्रेप्युजमा इन्फ्लामेसन भइहाल्छ र पिसाब गर्न चाहिँ कठिनाइ हुन्छ,
है। त यो चाहिँ के भयो त भन्दाखेरि भने फाइमोसिस हुन्छ। फाइमोसिस भनेको यो प्रेप्युज अगाडि लान नसकिने, त्यसलाई चाहिँ हामी के भन्छौँ त फाइमोसिस भनेर चाहिँ भन्छौँ है। अब अर्को चाहिँ एउटा कन्डिसन चाहिँ के हुन्छ त भन्दाखेरि भने ठ्याक यसको अपोजिट भनेर चाहिँ एउटा कन्डिसन हुन्छ है। ठ्याक्कै यसको अपोजिट अर्को कन्डिसन हुन्छ। अर्को कन्डिसन के हुन्छ त भने ए सरी, यो अपोजिट भइरहेको चाहिँ म नै अलिकति अपोजिट भयो यसमा है। यो चाहिँ जुन अहिले हामी क्यान नट फरवार्ड भनेर पढ्यौँ नि, यो भनेको तपाईँको पाराफाइमोसिस हो है। सरी, अलिकति उल्टो भयो है। यो कन्डिसन जुन चाहिँ हामीले अगाडि फरवार्ड गर्न सक्दैनौँ, यो भनेको द रिट्रेक्टेड स्किन अफ द ग्लान्स पेनिस क्यान नट पुल्ड फरवार्ड इज नोन एज पाराफाइमोसिस। यसलाई हामीले अगाडि फरवार्ड गर्न सक्दैनौँ, जसलाई चाहिँ हामी के भन्छौँ त पाराफाइमोसिस भनेर चाहिँ भन्छौँ। अब यो स्किन चाहिँ यसरी ग्लान्स पेनिसलाई नै कभर गर्यो र यसलाई चाहिँ हामीले ब्याकवार्ड रिट्र्याक्ट गर्न सकेनौँ है त, त्यसलाई चाहिँ हामी के भन्छौँ त फाइमोसिस भनेर चाहिँ भन्छौँ। ठिक छ। अब यसलाई जस्ट अब अलिकति हामीले बुझ्ने भाषामा होइन, फाइमोसिसमा के भयो त होइन, फाइमोसिसमा प्रेप्युजले होइन, प्रेप्युजले ग्लान्स पेनिसलाई के गर्यो त, ग्लान्स पेनिसलाई कभर्ड गरेर राखिदियो। फाइमोसिसमा के भयो त, प्रेप्युजले ग्लान्स पेनिसलाई कभर गरेर राखिदियो होइन। र त्यो प्रेप्युजलाई होइन, प्रेप्युज स्किनलाई होइन, प्रेप्युज स्किनलाई हामीले क्यान नट पुल ब्याकवार्ड होइन, क्यान नट पुल ब्याकवार्ड भनेर पनि हामी भन्न सक्छौँ, अथवा क्यान नट रिट्र्याक्ट भनेर पनि भन्न सक्छौँ है। क्यान नट रिट्र्याक्ट, त्यसलाई चाहिँ हामी के भन्छौँ त, त्यसलाई चाहिँ हामीले फाइमोसिस भनेर भन्छौँ होइन। अर्को चाहिँ के छ त भन्दाखेरि भने पाराफाइमोसिस है। अब पाराफाइमोसिसको बुझ्दाखेरि यसमा प्रेप्युज कहाँ हुन्छ त, यसमा प्रेप्युज कहाँ हुन्छ त, प्रेप्युज कहाँ हुन्छ त तपाईँको ग्लान्स पेनिसको पछाडिपट्टि रहेको हुन्छ होइन, पछाडिपट्टि रहेको हुन्छ। र यसलाई चाहिँ हामीले क्यान नट पुल्ड है, यसले चाहिँ हामीले क्यान नट पुल्ड फरवार्ड, त्यसलाई हामी के भन्छौँ त पाराफाइमोसिस भनेर चाहिँ भन्छौँ है। यति मात्र फरक छ। क्यान नट पुल्ड ब्याकवार्ड, द्याट इज द फाइमोसिस। क्यान नट पुल्ड फरवार्ड, द्याट इज द पाराफाइमोसिस है। ल ठीक है। ल
अब चाहिँ हामीले एक दुईटा फोटोबाट पनि अलिकति हामी क्लियर हुन सक्छौँ है। यहाँनिर हेर्न सक्नुहुन्छ, यो जुन पिक्चर छ नि, यो पिक्चर हेर्दाखेरि यो लेफ्ट साइडपट्टिको फर्स्ट पिक्चर जुन छ होइन, जसमा ग्लान्स पेनिसलाई पूर्ण रूपले जुन प्रेप्यू छ त्यसलाई कभर गरेर राखेको छ होइन, त्यसलाई चाहिँ हामी के भन्ने रहेछौँ त, हाइमोसिस भनेर चाहिँ भन्ने रहेछौँ। र अर्को कुरा, ग्लान्स पेनिसको ब्याकवार्डमा स्वेलिङ हुन्छ, जसलाई हामीले फरवार्डतिर अगाडितिर हामीले चाहिँ त्यसलाई रिट्र्याक्ट गर्न सक्दैनौँ। त्यसलाई चाहिँ हामी के भन्छौँ त भन्दाखेरि भने पाराफाइमोसिस भनेर चाहिँ भन्ने हुन्छ है। अब यो एउटा के हो त, जेनाइटो युरिनरी कन्डिसन हो, फाइमोसिस र पाराफाइमोसिस है। ल, डेफिनेसन बुझ्नुभयो सबैजनाले? डेफिनेसन चाहिँ बुझ्नुभयो होला है। सिम्पल कुरा छ, दुईटा क्वेसन म तपाईँहरूलाई गर्छु होइन, कुन चाहिँ पाराफाइमोसिस र कुन चाहिँ फाइमोसिस हो भनेर चाहिँ भन्नु होला है। क्यान नट retract the prepuce cannot retract the prepuce of glans penis in in normal position है त, इन नर्मल पोजिसन अथवा ब्याकवार्ड है त, ब्याकवार्ड। यसको एन्सर के होला है। अर्को, क्यानट रिट्रेक्ट द प्रेप्युज होइन, प्रेप्युज अफ ग्लान्स पेनिस फरवर्ड, अगाडितिर फरवर्ड गर्न सक्दैन। यसलाई चाहिँ हामी के भन्छौँ? ल, यसको एन्सर ठिक छ, यो भनेको क्वेसन 2 नम्बर, यो भनेको क्वेसन 1 नम्बर। ल, सबैजनाले क्वेसन 1 र क्वेसन 2 को एन्सर पुट गर्नुहोस् त। 1 नम्बरको चाहिँ के रहेछ त, फाइमोसिस होइन, 1 नम्बरको फाइमोसिस र 2 नम्बरको के छ त, पाराफाइमोसिस। ल, सबैजनालाई धेरै धेरै धन्यवाद, एकदमै सही एन्सर आएको छ है। ल, अब चाहिँ हामी कुरा गरौँ कि यो चाहिँ किन यस्तो हुन्छ त होइन, यसको कज के होला त होइन, फाइमोसिसको कज चाहिँ के होला त, के कारणले गर्दाखेरि यस्तो फाइमोसिस हुन्छ होइन। अब यसको कारण चाहिँ मोस्ट कमन धेरै जसो देखिएको के रहेछ त भन्दाखेरि कन्जेनाइटल कारण रहेछ। के कारण हो त, जन्मजातै हुन्छ, कन्जेनाइटल हुन्छ होइन। र यो चाहिँ मोस्ट कमनली यो बच्चाहरूमा चाहिँ देखिन्छ है त। मोस्ट कमन यसको एज ग्रुप हेर्ने हो भने होइन, एज ग्रुप हेर्ने हो भने 3 to 4 इयर चाहिँ हुन्छ, ठिक छ। अब यो चाहिँ बच्चाहरूमै किन हुन्छ त, कोही कोही बच्चाको कन्जेनाइटली चाहिँ के हुन्छ भने, कुनै कुनै बच्चाहरूमा कन्जेनाइटली के हुन्छ त भन्दा त्यस्तै स्ट्रक्चर बनेको हुन्छ है, त्यस्तै स्ट्रक्चर बनेको हुन्छ, ठिक छ। र यो 3 देखि 4 वर्षको एजमा कन्जेनाइटल नभए पनि 3 देखि 4 वर्षको एजमा चाहिँ यो आउन सक्छ, यदि उसको प्यारेन्ट्सले त्यसको पेरिनियल केयर गरेको छैन भने होइन। त्यसको ग्लान्स पेनिसको बच्चाहरूको पनि केयर गर्ने स्किल हुन्छ, त्यो चाहिँ यदि गरेको छैन भने त्यस कारणले गर्दा पनि फाइमोसिस चाहिँ हुन सक्छ है त। अब केयरको बारेमा मलाई लाग्छ तपाईँ हामी सबैजनालाई यो कुरा थाहा नै होला है। त्यो बच्चाहरूको ग्लान्स पेनिसको पेरिफेरीमा स्मेग्मा डिपोजिसन हुन्छ होइन, त्यो स्मेग्माको केयर गरेन भने पनि
त्यस्तो चाहिँ हुन सक्छ है। अब यसको ट्रिटमेन्ट है त, यसको ट्रिटमेन्ट, अब ट्रिटमेन्ट चाहिँ के छ भने यदि माइल्ड र मोडरेट छ भने यो आफै सेल्फ लिमिटिङ ठिक पनि भइहाल्छ। माइल्ड र मोड छ भने, माइल्ड र मोडरेट छ भने होइन, तर ठिक भइराखेको छैन भने लास्ट उपाय भनेको यसको के छ त, सर्कमसिजन नै हो। के छ त, सर्कमसिजन है। यो एउटा ओटी प्रोसिजर हो जुन चाहिँ लोकल एनेस्थेसियाबाट पनि हुन्छ, तर प्राय जसो अहिलेको सेफेस्ट मेथड भनेको जेनरल एनेस्थेसिया नै हो, जसमा चाहिँ तपाईँको लम्बरमा एनेस्थेसिया दिएर, लम्बर एनेस्थेसिया जेनरल भन्दा पनि लम्बर एनेस्थेसियामा चाहिँ यो ओटी चाहिँ हुन्छ है त। सर्कमसिजन चाहिँ के छ त, वान अफ द बेस्ट ट्रिटमेन्ट। सर्कमसिजन भनेको बेस्ट अथवा फाइनल अथवा डेफिनेटिभ ट्रिटमेन्ट भनेर चाहिँ गरिन्छ। अब सर्कमसिजन भनेको डर्सल स्लिट मेथडबाट गरिन्छ। अब यसको डिफ्रेन्ट मेथडहरू आइसकेको छ, तर प्राय गरेर सर्जनहरूले यो डर्सल स्लिट मेथडबाट नै गरिन्छ। ठिक छ। यदि फाइमोसिसको म्यानेजमेन्ट गरिएन भने है, यदि यो ट्रिटमेन्ट गरिएन भने, अपरेसन गराएन भने यसको कम्प्लिकेसन चाहिँ हुन सक्छ। ठिक छ। यसको चाहिँ के हुन सक्छ त, कम्प्लिकेसन चाहिँ हुन सक्छ है। कम्प्लिकेसन चाहिँ के हुन सक्छ त, कार्सिनोमा अफ पेनिस, कार्सिनोमा अफ पेनिस हैन, पेनिसमा चाहिँ कार्सिनोमा हुन सक्छ है। अर्को कुरा, युरिन रिटेन्सन हुन सक्छ है, युरिन रिटेन्सन हुन सक्छ। र केही कल्चरल बिलिफमा, केही रिलिजनहरूमा, कुनै रिलिजनहरूमा नि, अब मैले यो पब्लिकली कसैको रिलिजन भन्न चाहिँ मिल्दैन, तर कुनै रिलिजनमा चाहिँ के हुन्छ भने यो बच्चैमा सर्कमसिजन गरिदिन्छ है। उनीहरूको अब धार्मिक एउटा आस्था हो, जसमा चाहिँ सर्कमसिजन चाहिँ बच्चैमा कति एजमा चाहिँ गर्छन्, त्यो एज मलाई एक्ज्याक्ट थाहा भएन, तर त्यसको फाइदा पनि हो है, त्यसको वैज्ञानिक फाइदा पनि छ। सर्कमसिजन गरिदियो भने यो पेनाइल क्यान्सर चाहिँ हुने सम्भावना भोलिको दिनमा चाहिँ हुँदैन, र यो सर्जिकल जुन डिफिकल्टी छ फाइमोसिस हुने त्यो पनि हुँदैन। त्यही भएर त्यो रिलिजनको पनि एउटा फाइदा नै छ भन्ने हो भने है त। अब अर्को कुरा गरौँ चाहिँ हामीले पाराफाइमोसिसको कुरा गऱ्यौँ होइन। पाराफाइमोसिसमा के हुने रहेछ त, कि स्किन, प्रेप्युज स्किन पछाडिपट्टि आएको छ, त्यसलाई तानेर हामीले अगाडि सार्न सक्दैनौँ होइन, र त्यो स्वेलिङ भएको हुन्छ, द्याट इज द पाराफाइमोसिस होइन। र यो पाराफाइमोसिस विशेष गरेर एडल्ट एजमा है त, अलिकति जब बच्चा ठुलो भइसक्छ, 8 देखि 14 वर्षको एजमा चाहिँ बढी भन्छ, यो चाहिँ 8 देखि 14 वर्षको उमेर समूहमा चाहिँ मोस्ट कमन उमेर समूह मानिन्छ, त्यसमा चाहिँ हुने चाहिँ रहेछ है। र यसको कारण है त, यसको कज चाहिँ के हुन सक्छ त, मोस्ट कमन कज देखिएको भनेको तपाईँको इन्फेक्सनले हो होइन, इन्फेक्सनले। पाराफाइमोसिस भनेको इन्फेक्सन चाहिँ मोस्ट कमन कज भनेर देखिएको छ। अब त्यो इन्फेक्सन तपाईँको यो सेक्सुअली ट्रान्समिटेड होइन, सेक्सुअल इन्टरकोर्स पछि पनि आएको हुनसक्छ, इन्टरकोर्स अथवा आफ्टर द सेक्सुअल इन्टरकोर्स प्रेप्युज धेरै नै तपाईँको रिट्र्याक्टेड भएर पछाडिपट्टि सरिसकेको हुन्छ, जुन अगाडि आउन सक्दैन, त्यसको कारणले गर्दा पनि भएको हुनसक्छ है। र अर्को कारण यो मेलहरूमा, टिनेजरहरूमा ओभर मास्टरबेसन, ठिक छ, ओभर मास्टरबेसनको कारणले गर्दा पनि हुन्छ भनेर चाहिँ भन्छ है। अनि कोहीलाई चाहिँ आफ्टर द क्याथेटराइजेसन है, क्याथेटराइजेसन पनि के हुन्छ त, यसको कम्प्लिकेसनले नर्मली हामीले जब क्याथेटर गर्दाखेरि होइन, क्याथेटर लगाउँदाखेरि पेनिसले हामीले स्ट्रेट पोजिसनमा राखेर यहाँनिर क्याथेटर पुस गरिरहेको हुन्छौँ, र त्यो ग्लान्स पेनिस ओपन गर्नको लागि हामीले प्रेप्युज पछाडिपट्टि धकेल्छौँ होइन, र क्याथेटरले यहाँनिर यस्तरी हामीले स्ट्रिक लाउँछौँ।
अनि यो क्याथेटराइजेसनको कम्प्लिकेसनले पनि यो छाला पछाडि बसै गर्छ, अगाडिपट्टि कहिलेकाहीँ नआइदिन सक्छ। त धेरैजसो आफ्टर द क्याथेटराइजेसनको केसमा पनि यो पाराफाइमोसिसको सिचुएसन चाहिँ देखिन्छ है। त पाराफाइमोसिसको कारण के हो? मोस्ट कमन इन्फेक्सन भयो, सेक्सुअल इन्टरकोर्स, ओभर मास्टरबेसन र क्याथेटराइजेसन। यी कारणहरूले गर्दाखेरि तपाईँको के हो त पाराफाइमोसिस हुन चाहिँ सक्छ है। यसको पनि ट्रिटमेन्टको कुरा गर्ने हो भने है, यसको पनि ट्रिटमेन्टको कुरा गर्ने हो भने यसको पनि फाइनल ट्रिटमेन्ट भनेको सर्कमसिजन नै हो। समस्या फाइमोसिस र पाराफाइमोसिस दुईटा भए पनि अलग अलग भए पनि यसको एट द लास्ट ट्रिटमेन्ट भनेको के रहेछ त पाराफाइमोसिस नै रहेछ। ल ओके, सबैजनाले बुझ्नुभयो? आई होप कि तपाईँहरू सबैले बुझ्नुभयो होला। ल ओल्डमा पनि हुनसक्छ है, ओल्डमा पनि हुनसक्छ। ताराले सोध्नु भएको छ ओल्डमा हुन्छ कि? ओल्डमा क्याथेटराइजेसनको कम्प्लिकेसनले पाराफाइमोसिस पनि हुनसक्छ। ल क्लियर भयो सबैजनालाई? आज सेलुलाइटिस र फाइमोसिस र पाराफाइमोसिस टपिक चाहिँ हामीले सकाएका छौँ है। ल त ल सबैजनालाई क्लिनिकल फिचर त्यही नै हो। क्लिनिकल फिचर फाइमोसिस र पाराफाइमोसिसको डिफिकल्टी इन युरिनेसन होइन, पेनफुल युरिनेसन, अनि जुन ठाउँमा इन्फ्लामेसन भएको छ त्यहाँ दुखाइ हुन्छ, युरिन रिटेन्सन हुन्छ, यी सबै चाहिँ त्यसको क्लिनिकल फिचर हो। ल आजको लागि चाहिँ हाम्रो क्लास यति नै हुन्छ र सनोज सर सायद आज क्लास केही टेक्निक उहाँको कतै जानु भएको रहेछ बाहिर, एउटा इमर्जेन्सी परेर क्लास लिन भ्याउनु भएको छैन। त्यसकारण आज एउटै क्लास हुने चाहिँ मैले इन्फर्म गरेँ हजुरहरूलाई। र यति भन्दै सबैजना साथीहरूलाई चाहिँ धन्यवाद भन्दै म क्लासलाई चाहिँ इन्डै गर्छु है त।